यदि ब्रह्माण्डको सबैभन्दा सानो र सबैभन्दा ठुलो चीजहरूको बीचमा मानिसलाई राख्ने हो भने ऊ कसको साइजको बढी नजिक निस्किएला। मानौ तपाईसँग एउटा पेन छ र तपाईले त्यसलाई लगातार जुम इन गर्दै जानुभयो। पहिले एटम्स, त्यसपछि तिनीहरूको न्यूक्लियस, त्यसपछि अझै गहिराईमा गएर क्वार्क्स र ग्लुओन्ससम्म, र यदि तपाई अझै अगाडि जानुभयो भने पुग्नुहुनेछ सबैभन्दा सानो साइजसम्म, जसलाई भनिन्छ प्लाङ्क लेन्थ। यसभन्दा सानो केही पनि हुँदैन। यसको आकार छ करिब 1.6 × 10⁻³ मिटर। अब जाउँ सबैभन्दा ठुलो कुरालाई अवलोकन गर्न। यदि हामी हाम्रो पृथ्वीबाट बाहिर निस्कियौं, त्यसपछि हाम्रो ग्यालेक्सी भन्दा पनि बाहिर लोकल ग्रुप र त्यसपछि सुपर क्लस्टरलाई पनि पार गर्यौं भने हामी पुग्छौं अब्जर्भेबल युनिभर्सको छेउमा, जुन लगभग 93 बिलियन लाइट इयर्स सम्म फैलिएको छ। अब प्रश्न यो छ कि यो स्केलमा हामी कसको धेरै नजिक छौं, सबैभन्दा सानोको कि सबैभन्दा ठुलोको? अचम्मको कुरा यो हो कि हामी साइजको तुलनामा अब्जर्भेबल युनिभर्सको धेरै नै नजिक छौं। क्वान्टम वर्ल्डको सबैभन्दा सानो कुराको होइन। क्वान्टम संसार यति सानो छ कि हाम्रो इमेजिनेसन पनि त्यहाँसम्म पुग्न सक्दैन। सब्स्क्राइब नबिर्सी गर्नुहोला। जय नेपाल।